हेलो साथी, गुड मर्निङ। वेलकम टु माई मिनी ब्लग। साथी, आज म चाहिँ एकदम सुन्दर, एकदम रमाइलो, हजुरले नसोचेकै भिडियो बनाउन गइरहेको छु। आज हामीहरूसँग एकजना चाहिँ जुम्लाको मान्छे भेट हुनुभएको छ। जुम्ला सिजा, हजुर घर कहाँ अरे? जुम्ला सिजाको मान्छे भेट हुनुभएको छ। उहाँसँग केही जानकारी लिऊँ, उहाँ यहाँ कसरी आउनुभयो, के को लागि आउँदै हुनुहुन्छ होइन, विस्तृत रूपमा सोध्दै गरौँ होइन। हेलो हजुर, नमस्कार। नमस्कार दाजु। हजुरको घर कहाँ अरे? मेरो जुम्ला सिजा हो। सिजा मतलब नगरपालिका गाउँपालिका कति नम्बर पर्छ? हजुर 5 नम्बर। ए, तपाईँ वहाँबाट यहाँ आउनुभएको छ कि अप्ठ्यारो त लागिरहेछ? छैन आउनु जाने भन्ने पहिला हो। अब जाँदा कि छैन, त्यस्तो फरक छैन। हजुर, मतलब जुम्लामा र यहाँमा के सिजा मतलब जुम्लामा यहाँ के फरक पाउनुभयो? फरक यस्तो अब फरक भन्दा पनि अब जुम्ला पनि यस्तै हो। हजुर, तर यो हल्का जुम्ला भन्दा हल्का हाइटमा छौँ। हजुर, हाइट त्यति जुम्ला जस्तो छैन, तर हामी अहिले खासै हाइटमै छौँ। हजुर। म पनि गएको थिएँ जुम्ला 2 हप्ता म पनि बसेर आएको। मलाई पनि मतलब घाम त राम्रो लाग्छ दिनमा, तर चाहिँ जाडो चाहिँ बेसरी हुन्छ। जुम्लाको अब तलको भूगोल त्यही हो। तपाईँको 3500 फिट छ। अब यहाँ भने चाहिँ यो धेरै हाइट हो, 11000 फिट। यो त 11000 फिट छ। एकदम यो बोर्डर लाइन हो। बोर्डर लाइनतिर आएको थियो यस्तै बिजनेसको लागि, कहिले कता कहिले कता। अहिले चाहिँ के बेचिरहनु भएको छ हजुर? यार्चा गुम्बाहरू छ। अरू तपाईँको एकदम केसरहरू छ, स्याफ्रनहरू। हजुर हजुर, त्यही हो, जडीबुटी छ। हजुर, यार्चा गुम्बा यस्तो चाहिन्छ भने चाहिँ डोल्पाको हो। हजुर, सम्पर्क गर्नु होला। हजुर, म तपाईँको नम्बर चाहिँ डिस्क्रिप्सनमा लेखिदिउँ ल, केही छैन। यार्चा गुम्बा। अरू अब जुम्लाको एकदम शिलाजित, जुम्लाको एकदम ओरिजिनल शिलाजित पनि छ। हजुर हजुर, शिलाजित छ। त्यसपछि यार्चा गुम्बाहरू छ। हजुर हजुर, त्यसपछि केसर भयो। हजुर हजुर, त्यस्तो जडीबुटी छ। एकदम चाहिन्छ भने चाहिँ सम्पर्क गर्नु होला। एकदम यहाँ आएको हजुर कति महिना भयो अहिले? आएको समथिङ भइसक्यो, अब 3 महिना समथिङ, 3-4 महिना भइसक्यो। 3-4 महिना भइसक्यो। चाहिएपछि सम्पर्क नम्बर राखिदिन्छु। हजुर हजुर, नेक्स्ट नम्बर म राखिदिन्छु हजुर, मेरो डिस्क्रिप्सनमा हजुरलाई राखिदिन्छु, केही छैन। अनि मतलब यस्तो 3-4 महिना यहाँ आउने आइडिया कसले दियो तपाईँलाई? मान्छे त नेपालको मान्छे त मतलब पुग्न अलिकति अब नेपालको मान्छे, अब नेपालको भन्दा नि जुम्लाको मान्छे, अब नेपालको जुनसुकै कुरा एकदम मेहनती हुन्छ, जता कतै पुग्छ। अब नेपालको लागि इन्डियाको हर कुना कुना पुग्छ, कश्मीरदेखि कन्याकुमारी हरसम्म। अब यता आउनलाई पनि अरू कश्मीर गयो, हर ठाउँ गयो, तर त्यो ठाउँमा जानलाई केही छैन। तर यो ठाउँमा आउनलाई आफूले डकुमेन्ट बनाउनु पर्छ, पास बनाउनु पर्छ। हजुर हजुर, पास बनाए मात्रै एलाउड छ, नत्र एलाउड छैन एरियातिर। ठिक छ, अरू मान्छे भन्ने एकदम ठाउँ रहनसहन एकदम। हजुर हजुर, यहाँ त अब त्यस्तो मुस्किल त छैन होइन, नेपाली छन् प्राय गरेर तपाईँको यहाँ प्रायः अब मात्रै फेरि अब तपाईँको 40% नेपाली छ। हजुर हजुर, 40% नेपाली छ तपाईँको यहाँ। अब अन्त जाने भने चाहिँ इन्डिया गए जस्तो हुन्छ, यता आउने नेपाली छौँ कि जस्तो लाग्छ। हजुर हजुर, अहिले हजुर 3-4 महिना भयो आएको चाहिँ, अहिले इन्कम कति जति गरिसक्नु भयो होला अनुमानमा बताइदिनुहोस् होइन। इन्कम भन्ने अब यस्तै हो, अब कहिले अब व्यापार हो, कहिले अब 2 दिनमा घ्याप्प हुन्छ, कहिले हुन्न, त्यस्तै हो इन्कम भन्ने। हजुर, अब महिनाको हल्का फल्का आफूलाई हजुर हजुर आउट जाउट गर्ने, फ्यामिलीलाई यसो रेखदेख गर्ने भइहाल्छ। त्यो इन्कम त्यही अरू केही छैन, अहिलेसम्म ठिकठाक छ। अब यहाँ सानो एउटा दोकान पनि आउँदैछ, हजुरसँग के सामान छ एकचोटि देखाइदिनु होइन। भनेपछि मतलब हाम्रो साथीहरूले चाहिँ यो भ्लग हेरिसकेपछि होइन तपाईँलाई कन्ट्याक्ट गरेर तपाईँको सामान लिन सक्छन् है। नेपालको मात्रै नभएर मतलब इन्डियाको साथीहरू मेरो चाहिँ सब्सक्राइबरहरू छन् है। देखि भित्र जाऊँ होइन, यो सामान देखाइदिनु हजुरले। साथी हो, यो चाहिँ यहाँको होटल हो। ओ दाजु, दाजु नि क्या आउनुहोस्। यसरी देखाउनु के सामान छ हजुरसँग? ब्याग पनि त ठुलै छ। हजुर हजुर, टेबलमा राख्नु हजुरलाई सजिलो हुन्छ। ल ल साथी हो, यो चाहिँ शिलाजित हो। यो शिलाजित कसरी पर्छ? शिलाजित तपाईँको तोलाको हिसाबमा, तोलाको हिसाब होइन, तोलाको तपाईँको 300 रुपियाँ 10 ग्राम। साथीहरू यो चाहिँ डोल्पाको एकदम ओरिजिनल एस्सा गुम्बा
उहाँले चाहिँ उहीँ डोल्पै गरेर चाहिँ यहाँ एउटा खरिदेर ल्याउनु भएको अनि अहिलेसम्म यो के अरे यसम्म कति बेचिसक्नुभयो अहिलेसम्म गयो होला हल्का हल्का त्यही 300-400 पिस भयो होला अच्छा 300-400 पिस होइन साथी यो हो शिलाजित केसर सरी यो हो केसर हजुरहरूलाई चाहिन्छ भने उहाँ दाइलाई सम्पर्क गर्नुहोला उहाँको नम्बर म राखिदिन्छु आफ्नो डिस्क्रिप्सनमा अनि हजुर कोही मतलब प्रेग्नेन्ट हुनुहुन्छ होइन बच्चा राम्रो जन्मिन्छ एकदम ग्रो जन्मिन्छ भन्ने चाहिँ एउटा कहावत छ केसर ब्लड सर्कुलेसन हुन्छ ब्लड राम्रो हुन्छ भन्ने कुरा हो यसलाई चाहिँ कसरी छ दाजुलाई यसलाई तपाईँको ग्रामको हजुर 300 ग्राम होइन अच्छा सरी अनि यसोकोमा कसरी छ पिसको हो 350 रुपियाँ पिस है 350 रुपियाँ होइन योभन्दा पनि पहिला साथी गाई चाहिँ मैले दसैँ उहाँबाट 10 पिस चाहिँ लगिसकेको थिएँ अब यसलाई कसरी भन्नुभयो यसलाई तपाईँको प्याकेटको 1200 रुपियाँ 1200 होइन साथी यो शिलाजित हो तपाईँ देख्न सक्नुहुन्छ यो हो यस्ता गुम्बा हो दाजुले लगभग एमाउन्ट बताइदिनु कतिको बेचिसक्नु भयो हजुरले एमाउन्ट त्यही भयो त्यही 50-60 हजारको 60,000 बेच्नु भयो यही मात्र ठिक छ अरू गरेर यो 50-60 हजार भन्दा नि धेरै भइसक्यो 1-1.5 लाखको बेचिसक्यो अच्छा बेच्दा त अब यो लास्ट भएको पिस हो अच्छा अरू बाँकी के चिज छ हजुरसँग यही हो अरू केही हजुर एकदम साथीहरू चाहिँ हजुरलाई यस्ता गुम्बा शिलाजित केसर चाहिन्छ भने उहाँलाई सम्पर्क गर्नु होला नेपालमा नभए पनि इन्डियामा जहाँ भए पनि सम्पर्क गर्नु होला चाहिँ पार्सल पनि हुनसक्छ इन्डियामा एकदम म राखिदिन्छु हजुरको एकदम अनि अब घर फर्किने कहिले प्लान गर्नुभएको छ त अब सिधै अब फेब्रुअरीमा भने मार्च भनेपछि अच्छा मार्च होइन अनि अब त्यही धान लगाउने टाइममा धान लगाउने टाइममा ए अझ चुनाव आउँदैछ नेपालमा होइन तपाईँ मतलब मेरो जुम्लाको सब्सक्राइबर बहुत हुनुहुन्छ आफ्नो भाषा गाउँको भाषा बोले यति सुनाइदिनु एकदम भोट हाल्नु जाने हो ज्ञानेन्द्र साई एकदम हलोमा त्यही हो होइन अरू त्यसको लागि जान्छ अरू त केही त्यस्तै हो हजुर काम छैन किनकि अब जुम्लामा अलिक त्यति ठिक पनि छैन जाडो पनि बढी छ अहिले अहिले त एकदम माइनस तपाईँको 3-4 होला माइनस 3-4 मा होला पहिला 6-7 मा भयो थियो ठिक छ दाजु अब हाम्रो हल्का दोर्जे दाजुको पनि भ्लग बनाउँछौँ है ओके दाजु ल दाजु खै हाम्रो दोर्जे दाजु हो चाहिँ गाइज हामी देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो दोर्जे दाजुको चाहिँ दोकान हो अनि चाहिँ दाजुको यो दोकानको सामानहरू छ यहाँ गाइज दोर्जे दाजुको दोकानमा सबभन्दा सस्तो पाउने भनेको रक्सी हो दिदी यो के अरे यो कोकला होइन यो ड्यू यो के हो यो कहाँको वाइन हो यो भुटानको वाइन हो कति पर्छ यसलाई 500 रुपियाँ होइन यति सस्तो छ गाइज हो होइन किन तपाईँहरूलाई चाहिन्छ भने बताउनु होला यो नै वाइन हो यो न यो वाइन हो भुटानको वाइन हो के हो अरू बाँकी केही छैन कि दिदी होइन अरू थिएन ओ के छ अरू छैन रक्सीहरू देखाइदिनु दाजुहरूको भनेको कहाँ छ दाजु यो देखिन्छ दिदी कति होला है 130 दाजु गाइज देख्न सक्नुहुन्छ यो चाहिँ 130 को रोली स्टक हो चाहिँ यो यहाँ चाहिँ के छ ट्याक्स फ्री छ रक्सी धेरै सस्तो पर्छ यो चाहिँ बोडवाइजर बियर यो टुबर्ग बियर यसलाई 100 मा आउँछ दिदी होइन यसलाई कति पर्छ 150 यो बोडवाइजर राम्रो क्वालिटीको बियर हो यो साथी हो अरू यो ओल्ड मेक बियर पनि छ यहाँ यसलाई पनि 100 रुपियाँमा आउँछ किनकि यहाँ चाहिँ ट्याक्स फ्री भएको कारणले गर्दाखेरि रक्सी एकदम सस्तो छ चाहियो भने कन्ट्याक्ट गर्नु होला है दिदी मोमो बनाउनु पर्छ न दिदी के बदाम हो पुरा यो बदाम होइन पाकेट मतलब बदाम छैन पाकेट मात्रै हो अच्छा ठिक छ गाइज हो यति भन्दै अब भिडियो यहीँ राख्न चाहन्छु हजुरहरूलाई भिडियो हेरेर कस्तो लाग्यो मेरो कमेन्ट गरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला हाम्रो चाहिँ यो दोर्जे दाजुको दोकान हो यहाँ माछा चिकन सबै पाइन्छ यहाँ घुम्न आउने मान्छेहरू बहुत आउँछन् भनेपछि यहाँ चिया पिएर जान्छन् मोमो पनि बनाउनुहुन्छ दिदीले यहाँ दोर्जे दाजुको यति भन्दै भिडियो राख्न चाहन्छु हस्त धन्यवाद हेलो गाइज